पर्छ त्यो चाहिँ भित्र आइसक्रिम अर केमा चाहिँ रिफन्ड टाइपको के गरिदिन्छ अरे यताबाट हामी आइपुग्यो कस्तो रमाइलो छ कसलाई नि शैली मामा बाबा कति क्युमा पर्ने हो यहाँको चाहिँ हामी रेस्टुरेन्टमा जान आँटेको थियो यो रेस्टुरेन्टमा जानको लागि एकदमै लामो क्यु बस्नुपर्ने रहेछ सो फर्स्टमा चाहिँ यहाँ आएर रेस्टुरेन्टको टिकट लिएर त्यसपछि मात्रै एक्सप्लोर गर्नुपर्ने रहेछ हामी चाहिँ मस्त त्यो सब इन्जोय गर्दै बसिरहेको थियो अनि हामी राम्रै क्युमा पर्यो कत्रो घुरिने गएको थियो मजाले लास्ट स्नोफल भयो कहाँ भने आइसक्रिम Thank you. पैसा दिँदा नि भयो यो भयो भने डिस्काउन्ट भयो Coming from? Alright? Ready? अति राम्रो रहेछ देन ल अनि यो ओ माई गॉड व्हाट इज दिस मम्मा बाबा कहाँ छन् भाइ आइ अब म त तर्सिरहेको Oh no! Michelle, you are the best.
अब त्यही हाम्रो बुक गरेको थियो एउटा गाडी त्यही कुरिरहेको छ ए त्यहाँनिर फोटो खिच्ने भन्नुभएको थियो कुरिरहेको हामी बाहिर निस्क्यौँ सो पहिला टिकट लिनुपर्ने हुन्छ 150 भाग जति हुन्छ पर पर्सन दिन्छ त्यो चाहिँ हाम्रो के भन्छ डाइनिङबाट घटाउनु मिल्छ त्यो भित्र हामी जुन खान्छ त्यो बाहिर चाहिँ डिडक्ट गरिदिन्छ हजुर फेरि 7-Eleven यहाँ आएपछि त साँच्चै नै सेभियर रहेछ क्या अच्छा एउटा मात्र बोक्स सक्छ होला हजुर आइस पर्छ र ए These are all snacks. I think हिजो नै टन्नै उठाइसकेको थियो भनेर चाहिँ त्यो सानो छ पनि खायो थ्याङ्क यू जाम भोलितिर लिउँ थियो मानि यो लिनु यो वाला लिन मन छ ओ त्यो होइन गाडी नम्बर हेर्नुपर्छ मका मान्छे Back in the hotel, tired face, tons of photos and videos. And the did घाँटीबाट निस्केर यहाँ कहाँ आइसक्यो हातमा आइसक्यो